लाज लाग्दैन, श्रम लाग्दैन? अहिले पनि स्याले फुडी खाएर देखाउने, अहिले पनि स्याले फुडी पार्दैन। तोपले सरकार ढाल्न सक्दैन भन्नेलाई लात्ती हानेर भगाएको होइन। तर केपीओलीलाई जलाउँछ नि नयाँ पुस्ताले। यसको बाउको बिर्ता हो देश। विष्णुप्रकाश शाहजी, तपाईले केपी शर्मा ओलीको नेतृत्वको सरकारमा मन्त्री बन्ने तपाईँले ठेक्का लिएको, तपाईले नेता माने होइन, त्यतिखेर प्रधानमन्त्री मानेर मन्त्री बने होइन तपाईँ? प्रधानमन्त्री बनाउने मन्त्री बनाउने नेपाली जनताले संसद बनाएर हो। त्यो संविधानले अधिकार दिएको छ। आज राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउँदा बोलाउनु पर्दैन? जेनजीलाई नयाँ पुस्तालाई बोलाउनु पर्दैन? सर्वदलीय आन्दोलनको पक्षधरहरूलाई बोलाउनु पर्दैन? बाइपास गर्ने केपीओलीलाई छोड्नु पर्दैन? शेरबहादुरलाई छोड्नु पर्दैन? आज देशमा जेएनजीको शान्तिपूर्ण आन्दोलनलाई गोली ठोक्ने आदेश दिएर आज केपीओलीको, शेरबहादुरको, सिडिओको, रमेश लेखकको छोराछोरीको आज गोली लागेर मृत्यु भएको भए उहाँ छाती फुगाएर हिँड्थ्यो कि शोक मनाउनुहुन्थ्यो? लाज लाग्दैन, श्रम लाग्दैन? अहिले पनि स्याले फुडी खाएर देखाउने, अहिले पनि स्याले फुडी पार्दैन? तर केपीओलीलाई जलाउँछ नि नयाँ पुस्ताले। यसको बाउको बिर्ता हो देश। विष्णुप्रकाश शाहजी, तपाईले केपी शर्मा ओलीको नेतृत्वको सरकारमा मन्त्री बन्ने तपाईँले ठेक्का लिएको, तपाईले नेता माने होइन, त्यतिखेर प्रधानमन्त्री मानेर मन्त्री बने होइन तपाईँ? प्रधानमन्त्री बनाउने मन्त्री बनाउने नेपाली जनताले संसद बनाएर हो। त्यो संविधानले अधिकार दिएको छ। आज राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउँदा बोलाउनु पर्दैन? जेनजीलाई नयाँ पुस्तालाई बोलाउनु पर्दैन? सर्वदलीय आन्दोलनको पक्षधरहरूलाई बोलाउनु पर्दैन? बाइपास गर्ने केपीओलीलाई छोड्नु पर्दैन? शेरबहादुरलाई छोड्नु पर्दैन? रमेश लेखकलाई छोड्नु पर्दैन? सिडिओलाई छोड्नु पर्दैन? अहिले पनि कुरा गर्न दिने हो। कांग्रेस, एमाले लगायतका राजनीतिक दलमा इमानदार, योग्य, सक्षम नयाँ पुस्ताका युवाहरू छन्।